दर्शन नमस्कार सम्पूर्णमा आशा छ तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु र म चाहिँ आज चाहिँ किचनमा चाहिँ चिल्ली त्यसको लागि चाहिँ चिल्ली तोड्दै छु र मैले चाहिँ 1 किलो काश्मिरी चिल्लीमा चाहिँ 500 ग्राम चाहिँ चिल्ली पान्डा हालेर चाहिँ बनाउँछु। तपाईहरुले चाहिँ कसरी बनाउनुहुन्छ जसले चाहिँ होटल लाइनमा काम गर्नुहुन्छ, स्पेशली एसियन किचनमा काम गर्नुहुन्छ उहाँलाई चाहिँ थाहा हुन्छ चिल्ली पेस्ट बिना चाहिँ खाना बन्दैन एसियन किचनमा। भरत चाहिँ ये भी सब डालने का है। ओके है साथीहरु, यो चाहिँ काश्मिरी चिल्ली 1 किलो काश्मिरी चिल्ली 500 ग्राम चिल्ली पान्डा है। मैले चाहिँ यहाँ चाहिँ कसरी बनाउँछु भने 1 किलो काश्मिरी चिल्ली अनि 500 ग्राम चिल्ली पान्डा अनि चाहिँ त्यसलाई मजाले पकाउँछु। त्यसले चाहिँ त्यसलाई मजाले धोएर अनि चाहिँ मिक्सरमा पिस्छु। त्यसले चाहिँ तेलमा हालेर चाहिँ म 1-1.5 घन्टा चाहिँ मजाले पकाउँछु यसो ग्यासमा, मजाले आगोमा धिमी ग्यासमा, स्लो ग्यासमा। अनि यहाँ तपाईले चाहिँ कसरी बनाउनुहुन्छ, कुनै पनि ठाउँमा जिन्जर गार्लिक अनियन अनि सेलरी हालेर बनाउनुहुन्छ। मैले चाहिँ जिन्जर गार्लिक अनियन सेलरी त्यस्तो केही पनि हाल्दैन, ओन्ली ओइल र अनि चाहिँ काश्मिरी चिल्ली अनि चिल्ली पान्डा त्यसमा पकाउँछु। मैले यसरी पकाउने किनभने अब कहिलेकाहीँ गेस्टले चाहिँ अर्डर गर्छ नि त, ज्यान खान चाहियो भनेर। अब जिन्जर गार्लिक अनियन सेलरी हालेपछि ज्यानमा चाहिँ दिन सकिँदैन होइन, सेलरीले सकिन्छ तर जिन्जर गार्लिक अनियन सकिँदैन नि त। त्यस कारणले चाहिँ मैले यहाँ चाहिँ यसरी बनाउँछु है। थ्याङ्क यू गाइज।